त्यो बेलाका तरुणीहरूले सायद यो भिडियो हेरेर पनि हाँस्नु होला के गर्ने अब त्यहाँका तरुणीसँग चाहिँ जीवन बिताउने भन्ने लेखेको रहेनछ बाँकीमा जीवन बिताउने भन्ने लेखेको रहेनछ बाँकीमा हो तर खालि मोबाइल खालि डेकमा मात्रै नाच्ने आफ्नो कला सिप अब पटकै छैन त्यो बेला अब अग्रज दाइबाट सुनौ नि त अब भेनाले सुरु गर्नुहुन्छ कि म गरौँ होइन हजुरले गर्नुहोस् अहिले म यसलाई सबभन्दा दाइबाट सिकेको के हो त भन्दा हरेक कुराको चाहिँ प्लान बनाउनु पर्छ भन्ने चाहिँ प्लान अनुसार अगाडि चल्नुपर्छ भन्ने दाइबाट सिकाउनु हो पछि अब मैले आफै त्यो प्लान बनाएर लागु गर्दाखेरि म कोही पनि असफल भएन हो राजनीतिक क्षेत्रमा होस् चाहे अब सामाजिक क्षेत्रमा होस् अब सबभन्दा यो प्लान मैले दाइबाट सिकेको हो अब जस्तै अब भैलो दाइले हो त अब ल ठिक छ केही छैन हामी यतातिर भैलो जस्तै दाइले के गर्नुहुन्थ्यो भने भैलो खेल्नु पर्यो भने अब जस्तै अब कार्तिकमा तिहार छ भने दाइले पहिले असार साउनदेखि योजना बनाउनुहुन्थ्यो क्या भन्नुहुन्थ्यो अब भनेपछि पूर्व योजना उहाँसँग हुन्थ्यो उहाँले चाहिँ अब यो भैलो योजना बनाउँदाखेरि उहाँबाट सिकिन्थ्यो हो अनि त्यसबाट भैलो कार्यक्रम राम्रै हुन्थ्यो त्यो बेला एकदम भव्य नै हो त्यो बेला त्यही कुरा बढी याद आउँछ होइन यस्ता यस्ता कुराहरू दाइबाट सिक्यो तर पछिचरण तपाईँले भने जस्तै हो अब वैवाहिकतामा तपाईँहरू फस्नुभयो विवाह छिटो गर्नुभयो होइन यसले गर्दाखेरि कतिपय कुराहरू दाइ अब टोटल्ली सामाजिक क्षेत्रमा व्यस्त हुनु भएन हो तपाईँ पनि व्यस्तता कारणले गर्दा तर पनि लागिरहनु भएको छ दाइले पनि निर्णय जारी छ तर अब कस्तो हो त भन्दाखेरि म जतिको सामाजिक क्षेत्रमा आजकै रूपमा फसेँ नि त्यसरी चाहिँ तपाईँहरू फस्नु सक्नु भएन त्यही भएर मलाई धेरै भनाइ आइरहेका छन् धेरै अब सामाजिक काम गर्न खोज्दाखेरि धेरै चुनौती सबभन्दा सम्झना लायक कुराहरू त्यही थियो अनि जितबहादुरको दाइको त अब त्यही हो सब अब यतातिर सोधौँ अलिकति सम्झना लायक हुन्छ नि त्यो बचपनको बेला अङ्कलको धारणा सबभन्दा सम्झना लायक मेरो पनि त्यही हो त्यो दाउरा जाने बेला सँगै गयो यो ग्याङ त्यो जब पुरानो कुरा गर्दै गर्दाखेरि अब तपाईँहरूको पछि मोबाइल लाग्थ्यो र लाग्दै गर्दाखेरि अब दाउरा सँगै गइन्थ्यो भेना लगायत अब यहाँ नगेनजी अब हामी सबै सँगै जान्थ्यौँ हामी अब बच्चा भए पनि भारी बोक्नलाई अलिकति एकदम अठिलो दरिलो थिएँ फेरि म फेरि त्यहाँपछि उहाँहरूले ल यसो गर्नुपर्छ त माइला त बल्ले छ भन्ने होइन त्यहाँ चाहिँ हामी फेरि रहेछौँ त हामी त बल्लेछु म त भन्ने कसेर भारी बोक्ने चलन थियो त्यो कुरा चाहिँ एकदम सम्झना लायक छ सम्झना लायक छ अझै पनि एकचोटि के भयो भने दाइले चाहिँ बिउली पोल्ने योजना बनाउनु भयो हामी सबै बिउली पोल्न धारखोला गयौँ हो अनि दाइले हेकडा त्यो सागरमा पनि पस्नुपर्छ भन्नुभयो हो हामीले त्यो बेला चाहिँ त्यो सागरमा पसेको त्यहाँ एउटा बैशाखी रहेको छ त्यो सागरभित्र त्यही पारीको हो अहिलेसम्म त्यो बैशाखी निकाल्न सकिएको छैन त्यसपछि दाइले होइन यो सागरको चाहिँ योजना सक्सेस भयो अब राणा गाउँको त्यो नामखोलाको सागर जानुपर्छ भन्नु दाइले हो अनि नामखोलाको सागरमा गइयो त्यो बेलाका तरुणीहरूले सायद यो भिडियो हेरेर पनि हाँस्नु होला हामी चाहिँ त्यो नामखोलामा राणा गाउँलेले बेहुली पोल्थ्यो तर हामीले असाध्यै त्यहाँका तरुणी मनपर्ने तर के गर्ने अब त्यहाँका तरुणीसँग चाहिँ जीवन बिताउने भन्ने लेखेको रहेनछ बाँकीमा हो तर के हो त भन्दाखेरि यो योजना जम्मै दाइको हो दाइले योजना गराउनुहुन्थ्यो तिनी सबै सक्सेस थिए अब भन्नुहोस् न रातभरि गीत गाउनु पनि भयो होला नि त होइन यसो पूजा आज भयो भने अब दाइको नेतृत्व जाने अब रमाइलो हुन्थ्यो हजुर अब के गर्ने अब दाइले सिकाउनुहुन्थ्यो अब हामी सबै अब त्यसो गरिन्थ्यो होइन त्यो लाइनमा हो नि त त्यस्तो नराम्रो त गरिएन होइन रमाइलो भनेपछि गरिन्थ्यो एकदम रमाइलो गरिन्थ्यो होइन अनि एउटा अर्को अरू कुरा पनि सम्झिनु तपाईँले अर्को कुरा फेरि के हो भन्दाखेरि एकचोटि यो यही दाउरा जाने योजनामा हामी र्याली गयौँ हामी 4 जना मात्रै छिम्किया तपाईँ पनि हुनुहुन्थ्यो क्या माइला अङ्कल के हुनुहुन्थ्यो म प्रेम एउटा हाम्रो तल धनबहादुरको भाइ सेते भन्थे उहाँ कता हुनुहुन्छ ठिक 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 काठमाडौँतिर हुनुहुन्छ अहिले उहाँहरूको हामी 4-5 जना टिम थियौँ र्याली बन्न गया त दाउराले मस्तै जिताल्यो हामी उहाँबाट झर लाछौँ
मान्छेहरू बनाउन आउनु लाग्छ हो हामी 12-1 बजे गाई फुकाउँथ्यौँ हो अनि हामी माथि राटामाटा भन्ने ठाउँमा आउँदा 2 बजे थियो बिहान त्यो किन 2 बजे त भन्दाखेरि दाउरा भारी बनाएपछि दाइका कथा सुन्न लाग्यो क्या आज ती कथाहरूले हाम्रो जीवन बदलेको छ एउटा इता थपिएको छ त्यो बदली त स्वाभाविक रह्यो तर तिनी कथाहरूले हाम्रो लाइफ जिउने बाटो बनायो क्या हाम्रो सोच्ने शक्ति बनायो प्लान बनाउने क्षमता बनायो कसरी जाने भन्ने कुरा सिकायो समाजमा के गर्नुपर्छ त्यो कुरा पनि सिकायो हुनसक्छ अब हामीबाट सबैले गल्ती कमी के होला तर के हो त भन्दाखेरि भर्सक के हो त अग्रजहरूको शैली गुण सिप सिकाइ हामीमा चाहिँ विरासत हुँदै आयो हामीसम्म आउँदा त ठिक छ अबको पुस्ताले के गर्छ यो पुस्ताहरूको पनि अहिले त हाम्रा ती कमीको त पक्कै होलान् तर यो जेनजी युवा पुस्ताको टिमले यो मनोरञ्जन जे गर्नुपर्ने हो नि त्यो अलि देखिरहेको छैन खालि मोबाइल खालि डेकमा मात्रै नाच्ने आफ्नो कला सिप अब पटकै छैन त्यो बेलाको चाहिँ भट्याउने सबभन्दा पुरानोमा चाहिँ मैले सुनेको चाहिँ नरसिंह बाजे पछाडि मैले देखेको हाम्रो गेन्द्र अङ्कल पछि कता टाइगरले भट्याए मान्छे देख्छु मैले टाइगर पछाडि हुद्रा मामाले पनि कता भट्याए थाहा पाउँछु होइन अनि त्यस पछाडि अब दाइ नै हो पछिल्लो भट्याउनेको गुरु अनि दाइ पछाडि मैले केही गरेँ तर म पछाडि भट्याउनेहरू थुप्रै निस्के तर जस्तो देवबहादुर प्रतिज्ञा होइन अब छविलाल नगिना अनि त्यस पछाडि थुप्रै अब हाम्रो अहिले पनि यहाँ पदम सोल्टीहरू अनि वकिल अङ्कलहरू होइन सबै हुनुहुन्छ तर कस्तो भइदियो त भन्दाखेरि अब हामी व्यावहारिकताले फस्दै जाँदाखेरि हाम्रो कला संस्कृतिमाथि अलिकति नेतृत्व गरेर जानु पर्थ्यो त्यो अहिले हुन सकिरहेको छैन त्यो भएको कारणले गर्दा अब यिनी सबै विरासत सबै ठिक छ जस्तो भट्याउनेसम्म दाइसम्म आउँदा मसम्म आउँदा ठिक छ तर वाद्यवादनमा हाम्रो चाहिँ जस्तो सागर मामा हुनुहुन्छ अझै पनि भूपेन्द्रका भाइ छविलालका भाइ कान्छा बालाराम बुढा हुनुहुन्छ उहाँहरू मादलमा एकदम निपुण मान्छे हुनुहुन्छ तर अहिले सागर मामा त यही हुनुहुन्छ उहाँभन्दा अगाडि वाद्यवादन गुरु भनेको हाम्रो सबभन्दा मुक्त फजु र मोतीराम मामा उहाँहरूलाई म हृदयदेखि सम्मान गर्न चाहन्छु उहाँहरू कता हुनुहुन्छ उहाँहरूलाई पनि जोड्न सक्नु पर्थ्यो बाँच्न कालदेखि भनेर यो कुरा नै उत्थान गरेका थियौँ र हामी लामो समयसम्म यसरी हामी यसको कुराहरू त हामी जोड्दै गरौँला हजुरले सम्झना लायक धेरै कुरा भन्नुभयो 2-3 वटा कुरा भन्नुभयो सुनाउनु त अब भेनाले सुरु गर्नुहुन्छ कि म गरौँ होइन हजुरले भन्नुहोस् अहिले म यसलाई बिट मारौँला ठिकै छ अब एउटा आज भाइटिका हो अब भाइसँग मेरो सहकर्मी भाइ अब हाम्रा भाइपट्टि त हामी त 6 भाइ बाजेका नातिहरू त धेरै छौँ हजुर सबैभन्दा ज्येष्ठ तर हाम्रा 6 भाइ बाजेका नातिहरूमा हाम्रो जेठो बाजेका हामी जो 3 भाइका फेरि 2 भाइ गरिन 6 भाइ छौँ तर 2 भाइ कान्छा अङ्कलका छोराहरू दाङतिरै रहने भए बाल्यकालदेखि अब कहिलेकाहीँ जोडिए पनि खास हामी 4 भाइ हो चाहे यो तिहारको बेलाको कुरा होस् चाहे चाहिँ ग्वाला जाने बेलाको कुरा होस् हामी सदा सँगै रह्यौँ क्या आजा पूजामा होइन आजा पूजा जेमा भए पनि 4 भाइ सदा सँगै रहन्थ्यौँ साथमा चाहिँ अब अरू गाउँका अब जस्तो तपाईँ छाला पनि होइन लगायत प्रेम भाइहरू लगायत हाम्रै त्यो अब धनबहादुर मामाको भाइ सिते मामा लगायत साथीहरू हुनुहुन्थ्यो नै तर खासमा मेरो चाहिँ सहयात्री भइरहने भनेको मेरा अब यो 3 भाइ भइहाले अच्छा सेकेन्ड ऊ भयो थर्ड चाहिँ अमर कान्छो अब किरब्राम भयो सँगसँगै तपाईँहरू जोडिनुहुन्थ्यो अब स्मरणीय क्षणहरू त धेरै छन् अब सबै भनेर सम्भव त रहेन अहिले अच्छा त्यही मध्येमा पनि 1-2 मध्येमा चाहिँ स्पेसली भन्नै पर्दा अब यो तिहारको बेला छ तिहारका कुराहरू झन् बढी नै हुने कुरा रहिए तर कस्तो भनेपछि हामीले जीवनमा चाहिँ अद्वितीय कामहरू गरेका छौँ स्मरणीय कामहरू छन् क्या जस्तो उसले भन्यो नि काम गर्नु पूर्व योजना चाहिन्छ भन्छ हुन पनि हो ब्याउली पोल्नु छ 3 महिना अगाडिबाट योजना बन्थ्यो सिम्पानीको मेला लाग्दै गर्दा त्यो चाहिँ छाप्रा बनाउनेमा 3 महिना अगाडिबाट योजना बन्थ्यो भाटा काट्न सुरुवात हुन्थ्यो
होइन। ओहो अनि माघीमा बेहुली पोल्ने, त्यसै गरी नाराबाङको चौरमा